यो देखिरहनु भएको छ यो सुनकोशी सिन्धुली खुरकोटको सुनकोशी। यो चाहिँ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको स्थल हो। यो यहाँबाट चाहिँ जुन अहिले सुनकोशी देख्नुभयो त्यहाँबाट चाहिँ ड्याम लगाएर चाहिँ यो पानी चाहिँ मरिन खोलातिर लगिन्छ र यो टनेल चाहिँ 13.3 किलोमिटर चाहिँ हुन्छ भने यो परियोजनाबाट चाहिँ 31 मेगावाट बिजुली पनि उत्पादन हुन्छ। यसरी ड्याम लगाएर चाहिँ सुनकोशीको पानी चाहिँ यहाँ खसालिन्छ र यो 13.3 किलोमिटर टनेलबाट चाहिँ पानी मरिन खोलामा लगिन्छ, मरिन खोलामा हालिन्छ र मरिन खोला चाहिँ बग्दै बागमतीसम्म जान्छ र यो बागमतीको मा गएपछि यो पानीले चाहिँ धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा चाहिँ सिँचाइ हुन्छ। यसले गर्दा यो क्षेत्रको कृषिको उत्पादन पनि बढ्छ। आज सिँचाइ राम्रोसँगले हुन नसकेर हामी कृषि प्रधान देश भएर पनि हामीले कृषि उत्पादन चाहिँ बढाउन सकेको छैनौँ र बाहिरी देशबाट चाहिँ कृषिजन्य खाद्य पदार्थहरू हामी चाहिँ आयात गर्ने गरेको छौँ। त्यही भएर यो परियोजना एकदमै राम्रो छ र अर्को 31 मेगावाट बिजुली पनि उत्पादन हुन्छ भनेपछि यसरी हामीले हाम्रो जलस्रोतलाई चाहिँ सिँचाइ साथसाथै ऊर्जाको लागि प्रयोग गरेर हाम्रो देशलाई चाहिँ समृद्ध बनाउनतिर लाग्यो।